फाइनली एक्लो एकको ट्रेलर सार्वजनिक भएको छ। साइन्स फिक्सन जनराको नेपाली चलचित्र एक्लो एकको अफिसियल ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको करिब 3 मिनट लामो ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर हेरिसकेपछि समीक्षकहरूले एक्लो एकलाई हलिउड स्तरको प्रयासका रूपमा पनि हेरेका छन्। राम्रो फिडब्याक दिइरहेका छन् चलचित्रको ट्रेलर हेरेर। अब बाँकी कस्तो बनेको छ फिल्मको स्टोरी के छ, फिल्मको मेकिङ कस्तो छ भनेर हेर्न भने यसको रिलिज डेट नै गर्नुपर्ने हुन्छ। एक्लो एकले कस्तो कथावस्तु प्रेजेन्ट गर्छ भन्दा ट्रेलर हेर्दै गर्दा यसले एउटा काल्पनिक भविष्यको कथा प्रस्तुत गर्छ। यो नेपाली बाहेक अन्य भाषाका फिल्महरू हामीले यो हालको कथामा हेरिसकेका छौँ, जस्तो हिन्दीमा चाइनिज लगायत अन्य देशको चलचित्रहरू यो हालको स्टोरी कन्सेप्टमा हेरिसकेका छौँ। यो नेपाली चलचित्रको लागि, नेपाली चलचित्र क्षेत्रको लागि र नेपालको लागि भने यो एउटा नयाँ सुरुवात हो, नयाँ प्रयास हो। यो पृथक प्रयासलाई एप्रिसिएट गर्नुपर्छ र यो प्रयासलाई सपोर्ट पनि गर्नुपर्छ। यो हालको फिल्म नेपालमा भन्नु राम्रो कुरा पनि हो। चलचित्रमा एउटा भाइरसले मानिसलाई सङ्क्रमण गर्छ र त्यो भाइरसबाट ग्रसित मानिसको व्यथा पीडा प्रस्तुत गरिएको छ भन्ने ट्रेलर हेरेर गेस गर्न सकिन्छ। सँगसँगै ट्रेलरमा एउटा अन्तरिक्ष यात्रीको पनि एउटा केही विशेष भूमिका छ भन्ने ट्रेलरमा देखिएको छ, जुनमा चाहिँ बेलायती कलाकार जेमी बेकनलाई देख्न सक्छौँ हामीले। साथमा कविता नेपालीलाई पनि जेमी बेकनसँग पेयरिङमा देख्न सक्छौँ, उनीसँगै देख्न सक्छौँ। कविता नेपालीको बोल्ड एकदमै के भन्छ यसलाई मेहनत देखिन्छ। जे होस्, कविता नेपालीको क्यारेक्टरलाई हेर्दै गर्दाखेरि उनले राम्रो मेहनत गरेको र यो क्यारेक्टरमा चाहिँ कविता नेपालीको अल्टरनेटमा अरू कोही हुन सक्दैन थियो कि एकदमै राइट पर्सन इन द राइट प्लेस भने जस्तो यो क्यारेक्टरको लागि चाहिँ कविता नेपाली नै पर्फेक्ट देखिएको छ होइन। सायद यो क्यारेक्टरमा कविता नेपालीको अल्टरनेटमा अरू कुनै एबिसिडी अरू कोही राखिएको भए सायद यतिको राम्रो म्याच गर्दैन थियो होला। त्यो भएर पनि चलचित्र अलिकति एक्सपेक्टेसन अलिक हाई छ दर्शकहरूको लागि। यो चलचित्रको ट्रेलर हेरिसके पछाडि त्यहीमाथि कविता नेपालीको यो फर्स्ट डेब्यू मुभी पनि हो र यसमा धेरै टेक्निकल कुराहरू, वास्ट टेक्निकल कुराहरू देखिन्छ। यसमा एनिमेसनका कुराहरू हुन्छ होइन, सिजिआईका कुराहरू। यो चाहिँ एकदमै मेहनतका साथ एकदमै धेरै प्रयोग गरिएको जस्तो देखिन्छ। अब यसले अन्य नेपाली फिल्ममा जस्तो फिक्कापन ल्याउँछ या यत्तिको चाहिँ ठिक छ है, यत्तिको बन्नु चाहिँ राम्रो हो भन्ने प्रतिक्रिया पाउँछ, त्यो चाहिँ पुरा फिल्म हेरिसके पछाडि मात्रै भन्न सकिन्छ। अहिलेको लागि भने यतिको प्रयास यो नेपाली फिल्म क्षेत्रमा यतिको प्रयास एकदमै राम्रो हो। यसलाई अप्रिसिएट गर्नुपर्छ र एकदमै खुसीको कुरा पनि हो। प्रदीप साईले डिरेक्सन गरेको यो फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिसा हमाल, दिनेश देशी, कविता नेपाली, सुरज सिंह ठकुरी, यौन राज उप्रेती, कृष्ण भक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री र बाल कलाकार जेमिन श्रेष्ठ, शिवन सिविक सिंह र बेलायती अभिनेता जेमी बेकनको मुख्य भूमिका रहेको छ। एकदमै धेरै चिरपरिचित कलाकारहरूलाई यो चलचित्रमा देख्न सक्छौँ हामीले। अब प्रदीप खड्कालाई अलिकति फरक तरिकाले रिप्रेजेन्ट गरिएको छ ट्रेलरमा होइन। उनी चाहिँ एउटा छुट्टै खालको इनर्जी भएको क्यारेक्टर, जस्तो कुनै एउटा शक्ति भएको क्यारेक्टर हो कि भन्ने गेस गर्न सकिन्छ ट्रेलर हेरेर। विजय लामाको फरक क्यारेक्टर छ। विजय लामा एउटा अन्तरिक्षसँग एउटा रोबोट जस्तोसँग देखिन्छन् होइन। यो सबै कुराहरूले अलिकति एक्साइटमेन्ट, अलिकति क्युरियोसिटी बढिरहेको छ चलचित्र हेर्नको लागि। चलचित्र हेरिसके पछाडि मात्रै भन्न सकिन्छ के रहेछ त यो वास्तविक के हो कुरा होइन, कस्तो क्यारेक्टर के हो र स्टोरीको मेन फिल्मको स्टोरी बेस त हामीले गेस गर्न सके पनि के रहेछ त खासमा स्टोरी चाहिँ भन्ने कुरा। जस्तो अन्य चलचित्रमा
त इजिली हामीले यस समाजको कथा यस्तो उस्तो भनेर हामीले इजिली गेस गर्न सक्छौँ र यसमा अलिकति गाह्रो छ त्यो होइन, किनभने यो फर्स्ट फिल्म हो नेपालमा। यो खालको फिल्म चाहिँ योभन्दा अगाडि बनेको छैन, त्यो भएर पनि यही हो भनेर भनिहाल्न एकदमै गाह्रो छ। कस्तो बन्छ भन्ने कुरा पनि, कस्तो बनेको छ भन्ने कुरा पनि यतिको चाहिँ हुनसक्छ है भनेर अरू फिल्मलाई गरे जस्तो छैन यो होइन। त्यो भएर लेट्स सी, अब पुसको 17 गते रिलिज हुँदैछ यो फिल्म। पुसको 17 गते फिल्म हेरिसकेपछि मात्रै फिल्मको बारेमा अन्य कुराहरू डिटेलमा भन्न सकिन्छ। टिल देन एक्लोको ट्रेलर हेर्नुभएको छैन भने युट्युबमा गएर ओएसआर डिजिटलमा गएर एक्लोको ट्रेलर हेर्नुहोला र हेरिसक्नु भएको छ भने पनि यहाँलाई ट्रेलर कस्तो लाग्यो, यहाँको एक्सपेक्टेसन कस्तो छ ट्रेलर हेरिसके पछाडि कृपया कमेन्ट बक्समा मेन्सन गर्नुहोला। टिल देन अल द बेस्ट, एकदमै एक्लोलाई व्यापक शुभकामना, सुपरहिट बनोस्, पहिलो प्रयासले राम्रो रेस्पोन्स आओस्, पहिलो प्रयासलाई सबैले रुचाउन्। अल द बेस्ट टु एक्लो टिम, इन्टायर टिम। यस्तै यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब भने गर्न नबिर्सनु होला।